बाद जीवनमा विष होइन अमृत, झिगा होइन मौरी। मौरी बन्ने हो तपाईहरु, हामी मौरी बन्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरु। 2 दिनको बाद जीवनमा विष होइन अमृत, झिगा होइन मौरी। मौरी बन्ने हो तपाईहरु, यो देश बनाउने मौरी बन्ने हो। हामी मौरी जस्तो बन्नुपर्छ, कमिला जस्तो बन्नुपर्छ। यहाँहरु सबैजनालाई मौरी बन्नका लागि र मौरीको जुनी प्राप्त गर्नका लागि हामी सबै मौरी बनेर यो देशमा हैन रसहरु भेला गरौँ, ताकि तपाईको हजारौं हजार पनि वर्षसम्म नबिग्रिने त्यस्तो एउटा मह बनाऊ, जसले गर्दाखेरि चाहिँ हाम्रो सन्तानले हामीलाई आशिष देउन्, हाम्रो सन्तानले हामीलाई सम्झिरहन्, हाम्रो सन्तानले हामीलाई सम्झिँदाखेरि छातीमा हात राखेर गर्वका साथ तपाईको चाहिँ त्यो अनुभूति गर्नु। सारा नेपालीले हामीलाई भोट दिनुहुनेछ। हामी टालाटुली बटुली सरकारमा विश्वास गर्दैनौं। हामीलाई नेपाली समाजले बहुमत दिनुपर्छ। खबरदार खबरदार, म भन्न चाहन्छु, श्रम संस्कृतिमा यो श्रम संस्कृति म हाम्रै पार्टी भित्रका मान्छेहरूलाई पनि कारबाही गर्छु है। विकृति कुरा लिएर यहाँ आउनु भयो भने, विकृति गर्नुभयो भने तपाईहरुलाई जेलमा कोच्ने हो मैले है, जेलमा कोच्ने हो। कुनै श्रमदातालाई चाहिँ नि यसो गरे त्यो त मेरो मलाई श्रम गर्न सघाउने हुँदैन, त्यो धरानमा हेर्दा हुन्छ। धेरैले मैले कारबाही गरेको छु।